काँडा जस्तो हैन काँडा माइदिएर तल छ यस्तो काँडा बन्यो के जम्या हुन्छ यस्तो खालको नौबैनी झरना नौबैनी गुफातिर हामी प्रवेश गर्दैछौँ हामी यहाँ नौबैनी गुफा अब हेर्नु सेटेलाइट नौबैनी गुफामा हामी भित्र प्रवेश गर्छौँ एकछिनमा सबजनाले ध्यान दिनु होला यहाँ सबजनाले हेर्नु होला यसमा चाहिँ स्पेसली पाखन भए भन्ने चाहिँ जडीबुटी यो चाहिँ छ यो यसले के काम गर्छ विशेष गरी यसले धेरै काम गर्छ त्यो स्वास्थ्यको लागि धेरै उपयोगी चाहिँ बहुउपयोगी होइन जडीबुटी हो अब हामी यहाँ ट्र्याक्टर ल्याएर यहाँ प्रवेश गर्छौँ टेन्सनमा हुनुहुन्छ भने ल तपाईहरु टेन्सन फ्री गरेर है धेरै हैन 3 दिन टाइम लिएर आउनुहोस् जिन्दगीमा अनेक छ अनेक चिज देखा है ल अब यहाँको बारेमा थोरै केही जानकारी गरिदिनु पर्यो हाम्रो पूर्व प्रवेश गर्नुभएका केही आदरणीय व्यक्तित्वहरूले यहाँ मैले जानेको सुनेको बुझेको सम्म हजुर यहाँ यो 9वटा ढुङ्गा चढाएर 9वटा ढुङ्गालाई अडाउन चाहिँ पर्छ भन्ने मान्यता ल म चला राखेको छ विशेष त मैले पनि थाहा पाउन धेरै कुरा यही हो कि दिनु पर्छ होला यिनै ढुङ्गा हो अरूले गराएको राख्नु हुँदैन ढुङ्गाहरू राख्दै हुनुहुन्छ अरूले ढलाएको राख्न पनि पाइयो तर 9वटा ढुङ्गा राखियो भने के गर्न सकिन्छ नि यहाँ के हुन्छ रे नौटा हरायो भने लक हुन्छ भाग्यमानी रहेछ भन्ने कुरा बुझ्नु पर्यो नि यही लास्ट टाइममै अरूले बनाएको ढालो जानुपर्छ भने चाहिन्छ मान्छे एक ल उहाँले अठाउनु भए ल उहाँ चाहिँ भाग्यमानी हुनुहुँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो 3 मैले भेटाइन 4 तर पछि भन्नु है 5 यतातिर चाहिँ अब ढुङ्गा 9वटा ढुङ्गा जसले चाहिँ थराउन सक्छ त्यो मान्छे चाहिँ भाग्यमानी हो भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ भन्ने कुरा आयो अब त्यसैले चाहिँ यहाँ 6 हामी उहिले जमानामा ल बधाई छ तपाईँलाई पनि एकदम उहाँले पनि 9वटा ढुङ्गा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ र 9वटा उहाँले पनि एकदम नौबैनी माता की नौबैनी माता की हामी यो ठाउँमा प्रवेश गरिसकेका छौँ जहाँ नौबैनी गुफाभित्र प्रवेश गरेका छौँ जहाँ 9वटा ढुङ्गालाई हामी कर्मश 9वटा बहिनी देउताहरूलाई सम्झिँदै उहाँको नाममा 9वटा ढुङ्गा चाहिँ हामीले राखेर यहाँको कल्चर अनुसार तपाईँ राम्रो मान्छे हो कि होइन भाग्यमानी अभागी के छ देउताले चाहिँ भन्नुहुन्छ भने 9वटा राख्ने ढुङ्गा सम्भवतः सबैजना भाग्यमानी हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्यो है आज सबै भाग्यमानी ल हामी सबै भाग्यमानी हो नि ल हामी यो एउटा चाहिँ विवाहको शुभ कार्यमा आएर हामी चाहिँ यो चाहिँ पर्यटक स्थलसम्म आउनु पाउनु अब यिनी चाहिँ फाल्दिन पर्ने भयो अरू ल्याएर गर्छ नि हामीले बनाएको खाल्दिन हामीले बनाएको फाल्दैन यो मैले बनाउनु बाँकी छ ल यहाँ भिडियो समात्नु हल्का चाहिँ म पनि बनाउँछु है त म पनि ट्राई गर्नुपर्ने छ के छ अवस्था यहाँ मैले पनि 9वटा बनाउनु पर्ने अवस्था आयो यसलाई चाहिँ चर्चा लगाएर म पनि सुरुवात गर्छु यसलाई ल ट्याक्क लगाएर गन्दै गन्दै गर्नुहोस् एक भन्न पर्ने भयो ढुङ्गा त्यस्तो खालको हुन्छ हजार सबले 9 राख्ने 10 राख्नु भयो यता हाम्रो हाकिम साहबले चाहिँ अलिक ठुल्ठुला ढुङ्गा खोजेर चाहिँ छानी गरिरहनु भएको हुन्छ 3 होइन त्यस्तो पाइन्न है आफू भाग्यमानी हुँदालाई पहिल्यै त भाग्य खोज्दैन टप्प टिप्दै राख्ने चार भनेर भन्न नमिल्ने मैले पनि खोजी खोजी बनाएर भर्किने भन्दा मैले पनि हेर्नु कस्तो कस्तो लाग्यो के यो भड्किने सम्भावना बढी देखियो कि 9 भोटको आफ्नो भाग्य भर्काएर कुनै जान्छ होइन भाग्य भर्काएर चार भड्किने जस्तो लाग्यो मलाई त गाह्रो छ पुऱ्याउने ढुङ्गै छैन तपाईको पुग्यो पुग्यो मेरो पुग्यो छैन ढुङ्गा कतिवटा आयो
7वटा ढुङ्गा छैन भने पनि है 8वटा अर्को सान्डा अहिले चाहिँ ट्याक्क सफलताका साथ यसलाई चाहिँ 9वटा ढुङ्गा बनाएर राख्यो। यो अर्थमा चाहिँ के बुझ्न सकिन्छ त भन्दा म पनि एक भाग्यमानी हो भन्ने कुरा चाहिँ बुझ्न सकियो। तर आफूले भाग्यमानी त के भन्नु, बिजोग छ जिन्दगी। हाम्रो दाजु चाहिँ यतातिर आउनु भएको छ। यतातिर यहाँ पैसा राख्ने सिस्टम पनि रहेछ यहाँ। ल सबजना यहाँ भित्र छिर्न पर्ने अवस्था आयो। एकचोटि सबजनाले हेर्नु होला, यी 9वटा ढुङ्गा जसले बनाउन सक्यो त्यो नै यो भाग्यमानी हो भन्ने कुरा चाहिँ बुझ्न सकिने अर्थ देखियो। यो 9 बहिनीले रक्षा गरून्, एक इतिहास बोकेको ठाउँ हो। यो पनि राम्रो ठाउँ छ। 9 बहिनी झरना, 9 बहिनी गुफा। विशेष गरी हामी यहाँ घुम्न आउनुको अर्थ भनेकै 9 बहिनी झरना र 9 बहिनी गुफालाई हेर्नलाई हो खासमा है। हामी यो ठाउँमा आइसकेका छौँ चट्ट ल्याएर।